नमस्ते। कहानीको सुरुवातमा एउटा फ्याक्ट्रीलाई देखाइन्छ जहाँ त्यस फ्याक्ट्रीमा काम गर्ने मजदुरहरूले आन्दोलन गरिरहेका हुन्छन् आफ्नो स्यालेरी बढाउनु पर्ने र आफूहरूमाथि भएको भेदभावलाई रोक्न पर्ने भनेर। त्यतिबेलै फ्याक्ट्रीको हेड स्पिकरद्वारा सबै मजदुरहरूसँग कुरा गर्छ र युनियनको 2 जना लिडरलाई कुरा गर्न भित्र बोलाउँछ। त्यसपछि सबै मजदुरहरूले आन्दोलन रोक्छन् र कुरा गर्नको लागि ती 2 जना मजदुर डिपार्टमेन्ट बिल्डिङ भित्र जान्छन्। यसैबीच हामी एकजना सान्साका नामको केटालाई त्यस बिल्डिङको छतमा देख्छौँ। त्यहाँबाट सबै मजदुरहरूलाई हेरिरहेको हुन्छ। केही बेरपछि सान्साका घरमा आउँछ र आफ्नो बुवा रुद्रलाई पर्खेर बसिरहेको हुन्छ। यहाँ हामीलाई थाहा हुन्छ रुद्रा फ्याक्ट्री युनियनको लिडर हुन्छ। जब रुद्रा घर आउँछ र सान्साकाले सोध्छ फ्याक्ट्रीमा आन्दोलन किन गरेको भनेर, जसको रुद्राले उत्तर दिँदै भन्छ मान्छे भएपछि जहिले पनि आवश्यकता परेको बेला अरूलाई मद्दत गर्नुपर्छ र वरिपरि भएको अन्यायको विरुद्धमा लड्नुपर्छ। साथै यो पनि भन्छ जो मान्छेले अरूको मद्दत गर्दैनन् त्यसमा कुनै पनि मानवताको भावना हुँदैन। यसैगरी 3 दिन बितिसकेको हुन्छ। डिपार्टमेन्टमा कुरा गर्न गएका मजदुरहरू अहिलेसम्म पनि फर्केर आएका हुँदैनन्। एक दिन सान्साका बिहानै उठ्छ र आफ्नो आमा बुवाको कुरा सुन्छ। 2 जनाले हराइरहेको मजदुरको बारेमा कुरा गरिरहेका हुन्छ। यहाँ सान्साकाको आमाले आफ्नो श्रीमानलाई फ्याक्ट्री नजानु भनेर रोक्छे, तर रुद्राले उसको कुरा सुन्दैन र फ्याक्ट्रीमा जान्छ र त्यहाँको मजदुरहरूसँग मिलेर त्यहाँको सेक्युरिटी गार्डहरूमाथि हमला गरिदिन्छ। अर्कोतिर सान्साका र उसको आमा ती 2 हराइरहेको मजदुरको घरमा जान्छन्, जहाँ एउटा मजदुरको घरमा हराएको मजदुरलाई देख्छे। डेला धेरै छक्क पर्छे। त्यस मजदुरको श्रीमतीले झुटो बोल्छे, उसको श्रीमान 3 दिनदेखि घर आएको छैन। त्यसपछि डेला छिटो छिटो फ्याक्ट्रीतिर दौडिन थाल्छे। रुद्रा जुन मजदुरहरूको लागि लडाइँ गर्न गएको हुन्छ ती मजदुरहरू आफ्नो घरमा फर्किसकेका हुन्छन्। यो सब रुद्रालाई मार्ने एउटा प्लान बनाएको हुन्छ। बाटोमा डेला दौडिँदै गर्दा लड्छे, जसको कारणले उसको खुट्टा मर्किन्छ र अब ऊ अरू हिँड्न सक्दिन थिए। यसैले उसले सान्साकालाई फ्याक्ट्रीमा गएर उसको बुवालाई सबै कुरा सत्य भन्नु भन्छ। यहाँ रुद्र सेक्युरिटी गार्डसँग लडाइँ गर्न फ्याक्ट्रीमा जाँदै हुन्छ। यसैबीच एउटा मजदुरले रुद्रलाई चक्कु हानिदिन्छ। यसको कारणले उसको त्यही नै मृत्यु हुन्छ। केही छिनपछि सान्साका पनि त्यहाँ आइपुग्छ। आफ्नो बुवालाई मरेको देखेर ऊ रुन थाल्छ। त्यसपछि ऊ रिसाएर उभिन्छ र ठुलो स्वरले कराउँछ आफ्नो बुवाको मृत्युको बदला सबैसँग लिन्छु भन्छ। सान्साकाले एउटा सेक्युरिटी गार्डको सिल उठाउँछ र ठुलो स्वरले कराउँछ। त्यसपछि अचानक सान्साका माथि बिजुली खस्छ। त्यसपछि सान्साका उडेर पर गएर पछारिन्छ। सान्साकाले समातेको सिल भाँचिन्छ। हेर्दा हेर्दै सबै सेक्युरिटी गार्डहरूको हातमा भएको सिलहरू पनि भाँचिन थाल्छन्। यो देखेर सबैजना छक्क पर्छन्। ती मध्ये केहीले सान्साकालाई चेक गर्न आउँछन् र तिनीहरूले सान्साकालाई छुने बित्तिकै करेन्ट लाग्छ र तिनीहरू पर गएर पछारिन्छन्। अब कहानी केही समय पछिको देखाइन्छ जहाँ सान्साका आफ्नो घरमा बसिरहेको हुन्छ र उसको आमाले भन्छे घरको लागि केही सामान चाहिएको छ, यसैले किन्नलाई सहर जानु छ भन्छे। यसमा सान्साकाले भन्छ ऊ घरमा एक्लै बस्न सक्दैन, तर सान्साकासँग अर्को कुनै बाटो पनि हुँदैन, त्यसैले ऊ एक्लै बस्न मान्छ। 3-4 दिन बितिसक्दा पनि डेला अहिलेसम्म घर फर्केकी हुँदिन। घरमा खानेकुराहरू पनि सकिसकेको हुन्छ। त्यसैले खाना खोज्नलाई सान्साकालाई बाहिर जानुपर्ने हुन्छ र गल्लीमा बस्ने बच्चाहरूले सान्साकालाई लखेट्छन् र उसलाई समातेर नराम्रोसँग कुट्न थाल्छन् र मार्नको लागि एउटा काठ उठाउँछ र मार्नै लागेको हुन्छ। तब त्यहाँ अङ्गुक नामको एउटा केटा त्यहाँ आइपुग्छ र गल्लीको त्यो केटाहरूलाई कुटेर लखेटिदिन्छ। त्यसपछि बेहोस सान्साकालाई आफ्नो घर लिएर जान्छ। जब सान्साकालाई होस आउँछ उसले आफूलाई एउटा कोठामा पाउँछ। उसको नजिक अङ्गुक बसेको हुन्छ। यहाँ अङ्गुकले उसलाई सम्झाउँछ उसले त्यो गल्लीको केटाहरूसँग सम्हालेर बस्नु पर्नेछ। साथै उसले उसलाई प्रमिस गर्छ सेल्फ डिफेन्सको बेसिक चिजहरू सिकाइदिने, ताकि उसले ती केटाहरूबाट आफ्नो रक्षा गर्न सकोस्। त्यसपछि दुवैजनाले नयाँ सहरमा जाने निर्णय गर्छन्। अर्को सहर जानको लागि गुडिरहेको ट्रेनमा चढ्नलाई कोसिस गर्छन्। अङ्गुक बलियो हुन्छ र ऊ रेसले दौडेर ट्रेनमा चढ्छ, तर सान्साका छिटो दौडन सक्दैन। यसैले ऊ ट्रेनमा चढ्न सक्दैन र अङ्गुकसँग छुटिन्छ। फेरि सान्साका
एक्लै हुन्छ, सानोतिनो काम गरेर सडकमै बस्न थाल्छ। त्यसपछि कहानी केही वर्ष पछिको देखाइन्छ। अब सान्साका ठुलो भइसकेको हुन्छ र पेपर फ्याक्ट्रीमा सेक्युरिटी गार्डको जब गर्छ। एक दिन सान्साका बसमा गइरहेको हुन्छ। उसले केही व्यक्तिहरू झगडा गरिरहेको देख्छ, जसलाई देखेर उसलाई अङ्गुकले भनेको कुराहरू याद आउँछन्। अङ्गुकले भनेको हुन्छ झगडा गरेको मान्छेहरू देखेमा उसले इग्नोर गरेर हिँड्नुपर्छ भनेको थियो। यसैले उसले त्यसै गरेर हिँड्छ, नर्मल मान्छेहरू जस्तै जीवन बाँच्छ। सान्साकालाई बिजुली देखेर डर लाग्छ, ऊ बिजुली देखेर लुक्छ। त्यसपछि हामीलाई एउटा पार्टीको सिन देखाइन्छ जहाँ दुईजना व्यक्ति पेनकोर नाम गरेको व्यक्तिको बारेमा कुरा गरिरहेका हुन्छन्। पेनकोरले बाल्यकालमा धेरै समस्याको सामना गर्नु परेको थियो, किनकि कसैले उसको परिवारलाई जिउँदै जलाइदिएको हुन्छ। यहाँबाट कहानी फ्ल्यासब्याकमा जान्छ, हामीलाई पेनकोरको बारेमा देखाइन्छ। उसको प्यारेन्ट्सको मृत्युपछि पेनकोरलाई उसको अङ्कलले लोवर क्लासको आश्रममा राखिदिएको हुन्छ, जहाँ सबै बच्चाहरूसँग नराम्रो व्यवहार गरिन्थ्यो। पेनकोरलाई पनि धेरैचोटि यस्तो व्यवहारको सामना गर्नु परेको थियो। यस्तो व्यवहारबाट दिक्क भएर उसले आश्रमको बच्चाहरूसँग मिलेर त्यहाँको सबै मालिकहरूलाई मार्ने प्लान बनाउँछ। त्यसपछि सबै बच्चाहरू मिलेर त्यस आश्रमको मालिकहरूलाई मारिदिन्छन्। केही समय बितिसकेपछि पेनकोरलाई आफ्नो बुवाको विरासत पाउँछ। त्यसपछि उसले त्यस अनाथालयको रेखदेख गर्न लाग्छ। त्यसपछि कहानी प्रेजेन्टमा आउँछ। पेनकोर सबै क्रिमिनल्सहरूको लिडर भइसकेको हुन्छ। इन्डोनेसियाको पोलिटिसियनहरूसँग मिलेर इलिगल काम गर्ने गर्छ। पेनकोरको एउटा आर्मी पनि हुन्छ, जसमा सबै अनाथहरूलाई मर्डर गर्ने ट्रेन दिएको हुन्छ। यसबाहेक पेनकोरले पैसा कमाउनको लागि अर्को प्लान पनि बनाएको हुन्छ, जसको कारणले मान्छेहरू मर्न पनि सक्छन्। उसले चामलमा यस्तो केमिकल मिसाउँछ, त्यो चामल खाएपछि प्रेग्नेन्ट भएका महिला र उसको बच्चा बिरामी हुन्थ्यो, जसको लागि पेनकोरले औषधि बनाएर त्यसबाट पनि पैसा कमाउँथ्यो। यो प्लानमा पेनकोरको पोलिटिसियन साथीहरूले पनि साथ दिएका हुन्छन्। पोलिटिसियनहरूले उसको औषधिलाई चेक नगरिकन बजारमा बेच्नको लागि पठाइदिन्छन्। त्यसपछि बजारमा यो औषधिको धेरै डिमान्ड हुन थाल्छ। यो सबैको बिच दुई पार्टीहरू बिच विवाद हुन थाल्छ र यस कारणले गभर्नमेन्ट दुई भागमा विभाजित हुन्छन्। एक भागमा पेनकोर र उसको साथी हुन्छ, अर्कोतिर रिडवान र डिग्रा हुन्छ। रिडवानको काम कानुन बनाउने हुन्छ र डिग्राको काम त्यस कानुनलाई डिस्ट्रिब्युट गर्ने हुन्छ। यता पार्टीमा डिग्रालाई देख्छौँ, उसलाई भेट्न पेनकोर आएको हुन्छ। हात मिलाउन हात अगाडि बढाउँछ, तर डिग्राले उसलाई इग्नोर गरिदिन्छ। त्यसपछि पेनकोरलाई डिग्रामाथि रिस उठ्छ। पार्टी सकिएपछि पेनकोरको मान्छेहरूले डिग्रालाई र उसको परिवारलाई समातेर मारिदिन्छन्। अर्कोतिर सान्साकालाई देख्छौँ, जसलाई उसको छिमेकीको कोठाबाट आवाज आएको सुन्छ। जब ऊ चेक गर्नलाई जान्छ, दुईजना मान्छेले मुलान नामको गरिब केटीलाई पैसाको लागि धम्काइरहेका हुन्छन्। यो चोटि सान्साकाले आफूलाई रोक्न सक्दैन र सान्साकाले आफ्नो फाइटिङ स्किल युज गरेर त्यो दुईजना चोरलाई सजिलै हराइदिन्छ। जब चोरहरू त्यहाँबाट जान्छन्, मुलान र उसको भाइले सान्साकालाई धन्यवाद भन्छन्। राति सान्साका आफ्नो जबमा जान्छ। अचानक चोरहरूको ग्रुप आउँछन् र सान्साकालाई नराम्रोसँग कुट्छन्। सान्साका मर्यो भनेर उसलाई बिल्डिङबाट तल खसालिदिन्छन्। तब ठुलो पानी परेको कारणले त्यहाँ बिजुली खस्न थाल्छ र सिधै सान्साका माथि पर्छ। तर सान्साकालाई यसले केही पनि नोक्सान पुर्याउँदैन। यसले गर्दा ऊ तुरुन्तै ठिक हुन्छ। उसको सबै घाउहरू पनि ठिक हुन थाल्छन्। भोलिपल्ट हामी सान्साकालाई बजारमा देख्छौँ। त्यहाँ त्यही चोरहरू आउँछन् जसले हिजो राति सान्साकालाई कुटेका थिए। चोरहरूले सान्साकालाई जिउँदो देखेर उसको पछाडि लाग्छन्, तर अब सान्साकासँग बिजुलीको शक्ति हुन्छ। यसको मद्दतले उसले सबै चोरहरूलाई सजिलै हराइदिन्छ। यो देखेर मुलान इम्प्रेस हुन्छ। उसलाई उसको ग्रुपमा आउनु भनेर भन्छे। मुलान र त्यहाँको लोकल मान्छेहरू भएर ग्रुप बनाएको हुन्छन्, चोरहरूसँग लडेर आफ्नो रक्षा गर्ने गर्थे। सान्साकाले उनीहरूको ग्रुपमा आउन मान्दैन र आफ्नो काममा जान्छ। तब त्यहाँ चोरहरूको अर्को ग्रुप आउँछ। आएर बजारमा आगो लगाइदिन्छन्, सबै सिध्याइदिन्छन्। यसपछि मुलान सान्साका भएको ठाउँमा जान्छे र बजारमा भएको घटनाको बारेमा भन्छे। यदि कुनै व्यक्तिले अरूलाई परेको बेला मद्दत गर्दैन भने त्यो व्यक्ति जिउँदो लास जस्तै हुन्छ। मुलानको कुरा सुनेर सान्साकालाई आफ्नो बुवाले भनेको कुरा याद आउँछ,
किनकि यो सारा कुरा बच्चामा उसको बुवाले भनेको हुन्छ। सान्साकाले आफ्नो बुवाको कुरालाई सम्झिँदै मुलानले भनेको कुरालाई मान्छ। त्यसपछि त्यो नराम्रो काम गर्ने मान्छेहरूसँग लड्ने फैसला गर्छ। त्यसपछि सान्साकाले आफ्नो मुखमा मास्क लाएर सहरको बदमासहरूलाई कुट्न सुरु गर्छ। यसै लडाइँको बिचमा आएर एउटा नचिनेको व्यक्तिले सान्साकालाई चक्कु हानिदिन्छ र उसको ब्लड स्याम्पललाई आफूसँग लिएर जान्छ। यो नौलो व्यक्ति को हुन्छ त? यो हामीलाई पछि थाहा हुनेछ। अब सान्साकालाई कुनै कुराको पनि डर हुँदैन, किनकि बिजुलीको शक्तिले गर्दा उसको घाउहरू आफै ठिक हुन्थ्यो। एक दिन न्युजमा यस्तो देखाइन्छ, बजारमा आएको नयाँ खानेकुराले गर्भवती महिलाहरू बिरामी भइरहेका हुन्छन्। यो कुनै साधारण रोग हुँदैन, यसले मान्छेको ज्यान पनि लिन्थ्यो। यो इन्फेक्टेड महिलाहरूबाट जन्मेको बच्चाहरू खराब मान्छेहरू बन्छन् र यसले गर्दा पुरै देशमा क्राइम रेट बढ्नेछ। वास्तवमा यो सब पेनकोरले आफ्नो फाइदाको लागि गरेको हुन्छ। अर्कोतिर सान्साकालाई आफ्नो बिजुलीको शक्तिलाई कन्ट्रोल गर्न सिक्छ र आफ्नो लागि एउटा स्पेसल लुगा बनाउँछ र त्यसलाई लाएर उसले सबै बदमासहरूसँग लडेर सहरको मान्छेहरूलाई बचाउन थाल्छ। एक दिन सान्साकाले सोलेमन नामको व्यक्तिलाई हमला गर्छ। यहाँ थाहा हुन्छ त्यो सोलेमन पेनकोरको मान्छे हुन्छ जसले बजारमा आगो लगाएको थियो। त्यसपछि हामीले पेनकोरको बडीगार्ड अजिजलाई देख्छौँ आफ्नो साथीहरूसँग मिलेर खाल्टो खनिरहेको हुन्छ। त्यहाँबाट उसले एउटा सिक्रेट बक्स निकाल्छ। त्यस बक्समा के छ होला त? हामीले अन्तमा थाहा हुन्छ। यसबीच हामी रेडमनलाई देख्छौँ। रेडमनले गभर्मेन्टलाई भन्छ पेनकोरले पुरै सहरमा विषालु चामल डिस्ट्रिब्युट गरेको हुन्छ, जसको कारणले सबै प्रेग्नेन्ट महिलाहरू बिरामी भइरहेका हुन्छन्। रेडमनको कुरा सुनेपछि सबै अफिसरहरूले फैसला गर्छन् सबैजना सँगै काम गरेर पेनकोरसँग लडाइँ गर्ने। न्युजमा सुपर हिरो सान्साकाको बारेमा भनिरहेको हुन्छ। त्यसपछि सबै अफिसरहरूले सान्साकासँग कन्ट्याक्ट गर्ने विचार गर्छन् ताकि सान्साकाको मद्दतले पेनकोरलाई कन्ट्रोल गर्न सकोस्। रेडमनले सबै अफिसरहरूलाई सहरमा फैलिएको रोगको लागि राम्रो एन्टिडोज बनाउनको लागि भन्छ, किनकि पेनकोरले जुन एन्टिडोज बनाएको हुन्छ त्यो सबै नक्कली हुन्छ। त्यसले अझ धेरै हालत खराब भइरहेको हुन्छ। त्यसपछि पेनकोरलाई देखाइन्छ ऊ भएको ठाउँमा सुलेमनको लास आएको हुन्छ। सुलेमन मरेको देखेर उसलाई धेरै रिस उठ्छ। सुलेमन अनाथ हुन्छ, उसको हेरविचार गर्ने जिम्मा पेनकोरले लिएको हुन्छ। यसैले सुलेमनको मृत्युको बदला लिनको लागि पेनकोरले आफ्नो मान्छेहरूलाई जम्मा गर्नु भन्छ र सुपर हिरोलाई मार्ने अर्डर दिन्छ। त्यसपछि पेनकोरको अनाथ आर्मीहरूले पुरै सहरमा आतंक मचाउन सुरु गर्छन्। साधारण मान्छेहरू सहित ती अफिसरहरूलाई नि मारिदिन्छन् जो पेनकोरको विरोधमा थिए। यिनीहरूमध्ये रेडमन पनि एक थियो। रेडमनलाई नि मार्ने लागेको हुन्छ। तब त्यहाँ सान्साका आइपुग्छ र रेडमनलाई बचाउँछ। त्यसपछि रेडमनले सान्साकासँग रिक्वेस्ट गर्छ सहरको मान्छेहरूलाई बचाउनमा उसको मद्दत गर भन्छ। त्यसपछि हामी देख्छौँ अफिसरहरूले पेनकोरले बनाएको औषधि चेक नगरिकनै बजारमा डिस्ट्रिब्युट गर्न मान्छन्। त्यसै समय रेडमनलाई एउटा अफिसरको कल आउँछ। उसले भन्छ पुरै सहरमा पेनकोरले मात्र एन्टिडोज बनाउँदो रहेछ। यो सुनेपछि रेडमनले बुझिहाल्छ पेनकोरलाई रोकेन भने उसले बनाएको नक्कली एन्टिडोज मान्छेहरूसम्म पुर्याइदिनेछ। त्यसपछि कसैले पनि उसलाई रोक्न सक्दैन। त्यसपछि रेडमनले सान्साकालाई कल गर्छ र उसलाई फोनबाटै सारा कुरा सम्झाउँछ। रेडमनले सबैभन्दा पहिले सान्साकालाई एन्टिडोज लाँदै गरेको गाडीलाई रोक्नु भन्छ। सान्साकाले केही गर्नुभन्दा पहिले नै पेनकोरले आफ्नो मान्छेहरू लिएर सान्साका भएको ठाउँमा आउँछ। यहाँ सान्साकालाई कमजोर ठान्छ। सान्साकाले आफ्नो शक्तिको प्रयोग गरेर पेनकोरको मान्छेहरूलाई एक एक गरिकन जित्छ। तब पेनकोरले सान्साकालाई पछाडिबाट हमला गर्न आउँछ। ठिक त्यसै समय रेडमन त्यहाँ आइपुग्छ र पेनकोरलाई सुट गरेर मारिदिन्छ। त्यसपछि सान्साका एन्टिडोज लाँदै गरेको गाडीलाई रोक्न जान्छ। यहाँ सिरियासी नामको नचिनेको केटीसँग मिलेर त्यस गाडीलाई समात्छ। सिरियासी पनि सान्साका जस्तै पावरफुल हुन्छ। मान्छेहरूलाई बचाउनको लागि सान्साकालाई मद्दत गर्न आएकी हुन्छ। यसपछि सान्साकाले सबै नक्कली एन्टिडोजको स्याम्पल लिन्छ र त्यसपछि सबै एन्टिडोजलाई डिस्ट्रोय गर्नलाई आफ्नो पुरै पावर युज गर्छ।
त्यसपछि सबै बोतलहरू त्यसरी नै फुट्छन्। कहानीको सुरुवातमा गार्डहरूको शिर फुटेको थियो। यसरी सान्साकाले सबै मान्छेहरूलाई नक्कली एन्टिडोजबाट बचाउँछ। लास्ट सिनमा पेन्कोरको मान्छे गाजुललाई देख्छौँ भित्ता फोरेर पुरानो मकबरेलाई निकाल्छ र आफूसँग भएको सिक्रेट बक्सलाई ल्याउँछ। सान्साकाको ब्लडको केही थोपाहरू त्यहाँ खसालिदिन्छ। यो त्यही मान्छे हुन्छ लडाइँ गरिरहेको बेला सान्साकालाई चक्कुले उसको ब्लड लिएको थियो। त्यसपछि त्यस बक्सबाट एउटा टाउको निकाल्छ। त्यो मकबरेमा राखेको टाउको नभएको शरीरसँग लगेर जोडिदिन्छ। त्यो पुरानो समयको एउटा योद्धा हुन्छ। उसको नाम बिलाउक हुन्छ। त्यसपछि गाजुलले बिलाउकलाई भन्छ गुन्डाला उसँग लड्नको लागि आउँदैछ। गाजुलले सान्साकालाई गुन्डालाको नाम दिएको हुन्छ। त्यसपछि बिलाउकलाई एउटा आर्मी बनाउनु भन्छ ताकि उसले सान्साकासँग लड्न सकोस्। यसैको साथै मुभी यही सकिन्छ।